बल्ल बल्ल माइत आएको दिदीलाई चाहिँ सम्मान गर्नुपर्ने हो। टक्क कुना राखेर खानदिनु पर्ने हो। तर केही छैन होइन, यसरी खाने काफल। यहाँ काफलहरू हुन्छ यसरी टक टक किन्ने। गाह्रो छ हो, गाह्रो छ। काफल खान पनि गाह्रो हुन्छ। किन भन्दा हेर्नुहोस् यसरी हाम्रो गाउँघरमा छ ट्याक ट्याक घाँस काट्नुपर्छ। यो हेर्नु मसँग बिहा गरेर बसी त गाह्रो हुन्छ हो, गाह्रो छ गाह्रो। यसरी घाँस काट्नु पर्यो, सिमल्नु पर्यो होइन। यस्तो छ गाउँघरमा त जिन्दगानी। दुई भाइको सेम भएको छ है यो चकटी त। ल खासै फरक त छैन। यो चाहिँ मेरो चकटी हो है। मेरो पसलको दामी दामी हुन्छ के होइन। यस्तो छ यी यता गाई गोरुहरू चरिराखेको छ है। हाम्रो गोरुहरू छ, यी बाख्राहरू छ। हेलो नमस्ते नमस्ते गुड मर्निङ। आज तपाईँहरूलाई स्वागत छ। आज तपाईँहरूलाई स्वागत गर्नको लागि नयाँ मान्छे उपस्थित भइसकेको छ। र यो नयाँ मान्छे को हो र कहाँको मान्छे हो भन्ने कुरा चाहिँ पछि हामी जानकारी पाउनेछौँ नै है। यसको लागि कुनै पनि टेन्सन नगर्नुहोला। तपाईँहरू हेर्नुहोला, जस्ट रमाइलो गर्नुहोला, इन्जोय गर्नुहोला। आज भने चाहिँ हामी टक्क घाँस काट्न गइरहेछौँ है। आज चाहिँ के हुनेछ भन्दाखेरि आज चाहिँ यो भलकको ओनरको लागि मैले आज क्यामेराम्यानको रूपमा काम गर्नेछु भने यसमा मेरो थोरै एक्सप्लेनेसन पनि हुनेछ भने क्यामेराम्यानको आज चाहिँ माइती आएको है। माइती आएको कारणले गर्दाखेरि क्यामेराम्यान म चाहिँ भाइ परेँ उहाँको, र यो ओनरको चाहिँ म भाइ परेँ, यो च्यानलको ओनरको। र आज चाहिँ भाइले स्टार्ट गरिरहेको छ है यो च्यानल होइन। र आज चाहिँ हामी माइती घर आए पनि माइतीमा पनि घाँस काट्नै पर्ने हुने भएकाले, माइतीमा पनि गाई गोरु भएका कारणले गर्दाखेरि आज पनि माइतमा घाँस काट्ने प्रोग्राम छ होइन। यस्तै छ गाउँघरमा। अब के भने सहरतिर भए त छुट्टै कुरा हुन्थ्यो होला, अफिस जाने या त्यहाँ भन्ने कुरा नयाँ कुराहरू हुन सक्थ्यो। तर पनि गाउँघरमा त्यस्तो हुँदैन। गाउँघरमा गाई भैँसी गोरुहरू पाल्ने भएकाले होइन, त्यसको लागि घाँस काट्नै पर्यो, उगाउनै पर्यो। त्यसैले हामी अहिले घाँस काट्न दुई भाइ हामी आएको छौँ। र यहाँ हाम्रो चाहिँ यहाँ केराउ छ है। यो केराउ बारी हामी टक्क घाँस काट्न जाँदै केराउ बारी पर्ने भएकाले हामीले यहाँ केराउ खाँदै केराउ बारीमा यसो गफ गर्दै हामीले भ्लग पनि सुरु गरौँ भन्ने हाम्रो एउटा सानो मनसायका कारण हामीले यो भ्लग स्टार्ट गरेका छौँ। ल हिँड्दा जाउँ, अब घाँस काट्न हामी जान्छौँ। तपाईँहरू हेर्नुहोस् कस्तो हुनेछ। रमाइलो गर्नेछौँ जोस् आज माइती। र आज ओनर साहब चाहिँ उहाँ हुनुहुन्छ। ओनरलाई आज मैले है अब के गर्ने, अब खासमा त आफ्नो बल्ल बल्ल माइत आएको दिदीलाई चाहिँ सम्मान गर्नुपर्ने हो। टक्क कुना राखेर खानदिनु पर्ने हो। तर केही छैन होइन। अब घाँस काट्न हिँड्जाम भनेर यहीले मलाई बिहान बिहान उठाएर बिहान सुतेको मान्छेलाई लात हानेर उठाएर होइन, उठाइसकेपछि अब जानु पऱ्यो। म पनि अब घाँस काट्न जानुपर्ने हुन्छ। अनि घाँस काट्छौँ। आजको धेरै कुराहरू ब्रिफ गर्नेवाला छौँ। आज यो ओनरको माइती घर कस्तो रहेछ त, यो घरका यो ओनरको भाइहरू कस्ता रहेछन्, आमाहरू कस्ता रहेछन्। आमाहरू त नभनौँ है। आज दुई भाइको कन्भर्सेसनहरू हुनेछ, यहाँ धेरै कुराहरू हुनेछ। यहाँ यसरी केराउ खाएपछि माइतीहरू गरिब हुन सक्छन्। यसरी केराउ नखानु होला होइन। त्यही त गरिब माइती झन् गरिब बनाएपछि हामीलाई झन् गाह्रो हुनसक्छ होइन। अब के छैन, अब भाइ यस्तै छ। यी भाइ बेरोजगार बसिरहेछ होइन। भाइ भने यी ट्यापे जस्तो भाइ, यी बिहान 10 बजीसम्म सुत्यो, आज अलि बिहानै 6-7 बजीतिर उठाएँ है। किन उठाएँ मलाई पनि थाहा छैन भनेर नभनौ, घाँस काट्न हिँड भनेर मलाई उठाएको छन्। अब म त भन्छु के अरे, ओनर भयो नि जे भने नि। अब हामी त दुई भाइको यस्तै छ। ल जाउँ त ल है। ल घाँस काट्न हिँड् त ल। भाइले स्टार्ट गरेर सबैजनाले हेरिदिनु होला, माया गरिदिनु होला। हाम्रो भ्लग आज चाहिँ बब्बाल आउनेवाला छ। यो चाहिँ हाम्रो यो केराउ हो। खासमा यो केराउ खान मलाई अति मनपर्छ कि काँचो केराउ। केराउ धेरै खाने गर्छन्। यसको पनि छुट्टै कहानी छ गाइज, सुन्दै गर्नु होला। केराउ है, यो चाहिँ हाम्रो केराउ मटर भन्छ होइन। यो चाहिँ एकदम गाउँघरमा पाइने यो अर्ग्यानिक खालको हो। यसको लागि खाने हो। हामीले खाएर यसरी फालेछौँ है भुइँमुनि। यो दिस इज अ गार्लिक या लसुनहरू हो है। लसुन धनियाँहरू छ यहाँ पनि धेरै। यो चनाहरू भयो। हाम्रो यो केराउहरू छन्। यो केराउहरू त हामीले धेरै नै बेचिसक्यो है। अहिले त सुकिसक्यो। र हाम्रो अहिले चाहिँ पानी नआएको कारणले गर्दाखेरि गाउँहरू पनि पुरै कस्तो न कस्तो सुकेको कस्तो भएको छ है। सायद अहिले गाउँले धोका दिला जस्तो छ। तर केही छैन, धोका दिए पनि हामी अब हामी यस्तै छ होइन। जसरी हुन्छ चलिहाल्छ जस्तो मलाई लाग्छ छ। र हामी चाहिँ अब सर घाँस काट्न जाँदैछौँ र घाँस काट्नेछौँ।
र घाँस काटेको प्रोसेसदेखि लिएर यहाँ कस्तो घाँस काट्छन् त यहाँ के छ त यहाँ प्रोसेस होइन घाँस काट्ने तरिका के छ बोक्ने तरिका के छ भनेर हजुरहरू आज हाम्रो धेरै तरिकाहरू तपाईँले हेर्न सक्नुहुनेछ र हाम्रो यहाँ नजिकै हाम्रो एउटा काफलको बुट्टा छ है तर काफल पाक्न चाहिँ त्यति साह्रो पाएको छैन अब बिस्तारै यो काफल पाक्ने सिजन आएको छ र अलिकति हामी काफलको पनि इन्ट्रोडक्सन नगराउँ होइन अलिकति काफललाई पनि सो गर्ने जमर्कोमा छौँ होइन सो हुनेवाला छ र हामी सो देखाउनेछौँ तपाईँहरूलाई फल्न चाहिँ अहिले काफल बेसरी फलेको छ भन्ने यता ओनरको यो च्यानल ओनरकोबाट एउटा केही जानकारी आएको छ यसको लागि हामी फेरि पनि काफलको रुखमा गएर हामी केही हेर्नेछौँ कस्तो छ काफल पाके छैन भनेर तर काफल त एउटा पाके छैन कि जस्तो लाग्यो हो अलिअलि पाके रहेछ यो अब पाक्ने सिजन त हो अब खासै पाके छैन अलि यो लेखै हो नि त त्यही भएर तर अन्ततिर चाहिँ पाकिसक्यो है मैले त बजारतिर त पुरै काफल बेचिरहेको देखिरहेको थिएँ यस्तै छ अलिअलि हिजो अलिक धेरै पाएको थियो होला सायद म हिजो आएर पनि यसलाई हल्का फुल्का के भन्ने त्यसलाई अब खाइयो भनौँ न होइन नर्मल भाषामा खाइयो रमाइलो गरियो यस्तै छ होइन काफल टक्क हुन्छ होइन अहिले किराउलाई साइड राख्दै होइन किराउलाई हुन त अलिकति टिपेर पाकेटमा हालिदिएछ तर त्यही केही छैन ठिकै छ यसरी काफल टिप्ने यसरी खोक्ने होइन टक्क यसरी खाने काफल यहाँ काफलहरू हुन्छ यसरी टक टक टिप्ने गाह्रो छ हो गाह्रो छ काफल खान पनि गाह्रो हुन्छ किन भन्दाखेरि भुइँमा फल्दैन काफल है रुखमा जानुपर्छ होइन टक्क खाने रमाइलो गर्ने के छ र सिजन यो अब यो काफल चाहिँ पछि घाँस काटेर आएर खाने प्लान हुँदै हामी अब फेरि पनि आफ्नो कर्तव्य या आफ्नो कामतिर हामी मुभ हुँदैछौँ आजभोलि यस्तै छ यार यहाँ कसले जोत्छ र न यहाँ अब हेर्नु चाहिँ पुरै जङ्गल हो कि त्यो अब अल्छीको डिङ्गाहरू होइन को घरको बस्छ र नै घरको बस्छ र नै नाइ को छ र नै घरमा म मात्रै हो घरमा बसेको अहिले पो हो त अनि आजभोलि यस्तो केही छैन क्या घरतिर सुनसान गाउँ पुरै जङ्गल भइसक्यो हाम्रो गाउँतिर हेर्नुहोस् जङ्गलै जङ्गल पहिला त यस्तो गाई चराउने बाख्रा चराउने उ गर्ने अहिले त पुरै घाँस मात्रै छ अहिले त घाँस मात्रै नै यो बनमारा मात्रै छ क्या अहिले धेरै जस्तो बनमाराहरू छ यसलाई बनमारा भन्दैन नि माउबारी झार भन्छ जे भने नि यो बनमाराकै छ क्या त्यही भएर यसलाई बनमारा भन्दैनौँ अहिले पहिला माउबारीहरू सङ्कटालमा चाहिँ लड्ने बेला अनि यो माउबारी झार लगाउँथ्यो अरे कि त्यही बेला फैलाइदिएको अरे अहिले त पुरै जङ्गलभरि फैलाएको है हेर्नु त हाम्रो पहिला यहाँ हामीले यो पुरै यो खेत लगाएर खाने ठाउँ हो यो अहिले त यस्तो भएको पुरै यो पुरै हिँड्दै नसकिने भएको छ यो जङ्गल पलाएर पुरै अहिले त अझ अलि यहाँ त पुरै हल्का फुल्का गोरुहरू चलाए फाइनली गाइजहरू हामी आइसकेका छौँ हामी घाँस काट्ने लोकेसनमा कडेन लोकेसनमा अब हामी हेर्न सक्नुहुन्छ अहिले कडेन लोकेसनमा छ हाम्रो प्लान भनेको अब यो रुख झार्ने छ है यो रुख झार्ने छ अनि अब यिनीहरू रुखहरू छ है यही घाँसलाई काटेर हामी अब घरतिर लग्नेछौँ है यतातिर च्यानल मालिकले चाहिँ यता अलिकति दाउरा साउरा काटेर हेल्प गर्दै हुनुहुन्छ यसको लागि धेरै नै धेरै धन्यवाद आभार व्यक्त गर्न चाहन्छु उहाँले गर्दाखेरि हाम्रो घरमा दाउरा बोल्ने गर्छ हाम्रो घरमा धेरै नै सुख हुनेछ एक दिनको लागि भयो नि धेरै नै फाइदाजनक हुन जान्छ हेर्नुहोस् तपाईँहरूको लागि यही नै हो त्यसैले अब हामी गर्नेछौँ र अब म घाँस काट्नको लागि रुख चढ्नेछु र यो म क्यामेरा चाहिँ ओनरतिर म हस्तान्तर गर्न चाहन्छु है अब ओनरले खिच्ने म चाहिँ टक्क गएर घाँस सास झार्ने हुने यही छ प्लान है हाम्रो ल जानेको यस्तै छ है जिन्दगीमा के छ र ल यसो रमाइलो गर्नुपर्ने छ ओनर चाहिँ किन हाँस्नुहुन्छ मलाई पनि थाहा छैन भनेर हाम्रो यस्तरी
अनुरोध गरेछौँ होइन भेलुबाजे तरिकामा, तर पनि केही छैन। भेलुबाजे तरिका होस् या कुनै नभेलुबाजे तरिका होस्, तर चाहिँ हामी आज चाहिँ रमाइलो नै गर्ने, हाम्रो जमर्को हुनेछ भन्ने हामीले यसरी अनुरोध गरेछौँ होइन। अनुरोध गरे पनि रमाइलो गरे पनि जे गरे पनि हाम्रो लागि यस्तै घाँसबारी नै जङ्गलमुदी घाँस काट्ने ठाउँमुदी नै हो हाम्रो। रमाइलो गरे पनि हाँसे पनि रमाइलो गरे पनि गाउँघरमा यस्तै नै हुने गर्दछ। अब के गर्ने, अब सहरतिर भएको अहिले त सहरमा ओ माइक गरेर होइन हुन्थ्यो होला, तर त्यस्तो हुँदैन। यहाँ त गाउँघरमा त जस्तो छ त्यस्तै रियालिटीमा सो गर्नु पनि हुन्छ होइन भन्दै म यो क्यामेरा अघि चाहिँ यो हस्तान्तरण गर्छु भनेको, तर चाहिँ अहिलेसम्म गरेको छैन। अब चाहिँ म साँच्चै नै म हस्तान्तरण गर्न चाहन्छु। हस् त हेर्नुहोस् त, लाउनुहोस् त तपाईँलाई यो क्यामेरा, म भन्छु तपाईँलाई। गाइजहरू मलाई आज बढी देखाएको छु, हाँसो लागेको छ। यो भेलुबाजे जस्तो बटर बटर बोलिदिन्छ गाइजहरू। म चाहिँ अब रुखो छैन, घाँस काट्ने प्लानमा छु, म घाँस झार्छु। ल गयो है गाइजहरू, हेर्न सक्नुहुन्छ। गाइजहरू यहाँ त रुख पनि सजिला हुन्छन्, एक बित्तामा चढिन्छ। गयो अझ चप्पलैसँग जान्छ कि रुखमा पनि। झ्याम घाँस काट्ने प्रोग्राम छ है। गयो है गाइजहरू। मेरो भाइ हो अलि के अरे त्यसले अलि हाँसो लगान्छ कि गाइजहरू। म त खासै बोल्न जान्दैन हेर्नु गाइजहरू, त्यही पनि मलाई त हाँस्न मात्रै मन लाग्छ, हाँस्न मात्रै लाग्छ। के गर्नु, त्यो त गयो काटिदियो घाँस। यो घाँसको बुटाको नाम चाहिँ हामीले मटुक भन्छौँ, यसलाई भुटुक पनि भन्छन्, अनि यसलाई कता कता टिमिला पनि भन्ने रहेछन्। रुखले चाहिँ एकैछिनमा आउँछ घाँस काट्न त गाइजहरू। हाम्रो ठाउँमा त खासै नजिकै छ घाँस काट्ने ठाउँ पनि। यस्तो कुना कन्डरामा छ कि गाइजहरू हाम्रो माइत, मेरो माइत भनौँ हो माथि हो। यहाँदेखि यो सबै घाँसको रुख हो, यो यिनीहरू सबै काटिसकेको, अनि यो चाहिँ काट्दैछ। यता पनि पुरै घाँसै घाँस हो। यहाँ चाहिँ एकदम भैँसी सैँसी पाल्नलाई एकदम राम्रो छ, घाँस एकदम सुविधा छ। पारीको त्यो डाँडा हो गाइजहरू, हेर्न सक्नुहुन्छ। त्यो डाँडा ल यहाँबाट के देखिन्छ त मरिजाम, त्यही डाँडा मात्रै हो देखिने। त्यही डाँडा हेरे डाँडा नहेरे डाँडा गाइजहरू, त्यही डाँडा हेरो बस्यो। यहाँ आउने मान्छे त कोही त आत्तिन्छन् नि, डाँडा काँडा केही पनि देखिन्न, त्यही डाँडा हो। पारीको डाँडा पनि कहाँ हो र, पारीको त्यही भित्ता हेर्ने बस्ने हो खाने भिरमा। त्यहाँ चाहिँ पहिरो गएको गाई गर्छ नि त, त्यो हेर्ने बस्ने काम हो गाइजहरू। पारीको त्यो डाँडा हो गाइजहरू, हेर्न सक्नुहुन्छ। त्यो डाँडा ल यहाँबाट के देखिन्छ त मरिजाम, त्यही डाँडा मात्रै हो देखिने। त्यही डाँडा हेरे डाँडा नहेरे डाँडा गाइजहरू, त्यही डाँडा हेरो बस्यो। यहाँ आउने मान्छे त कोही त आत्तिन्छन् नि, डाँडा काँडा केही पनि देखिन्न, त्यही डाँडा हो। पारीको डाँडा पनि कहाँ हो र, पारीको त्यही भित्ता हेर्ने बस्ने हो खाने भिरमा। त्यहाँ चाहिँ पहिरो गएको गाई गर्छ नि त, त्यो हेर्ने बस्ने काम हो गाइजहरू। त्यति काटो भाइ घाँस। मेरो भाइ चाहिँ घाँस काट्दैछ। किन हो त्यति काटेको जति झार यो काट्ने, अनि भोलि पर्सि त चाहिन्छ त, सबैको चोटि काटेर नि भएन। त्यो भाँचेलाई डाला जता पनि नटेक गाइजहरू। यसलाई भन्छ ऐसेलु, एकदम फलेको छ भाइ यो ऐसेलु। कस्तो मिठो हुन्छ, पाक्यो भने कति मिठो हुन्छ। दाना पनि ठुल्ठुला रहेछ भाइ यसको त, एकदम ठुल्ठुला दाना। पाक्न पनि बहुत पाएको छ। म चाहिँ यहाँ बसेर हेरिरहेको छु। कुनी त नझारकै त्यो खन्यो, नझारे नि हुन्छ होला। यो फोर्सा झारौँ नि, यो फोर्सा सुक्न लाग्यो। पहिला सुकेको घाँस काट्नै पछि पहिला झर्न लाग्यो झार हुन्छ कि गोरुलाई बाख्रालाई, अनि त्यसपछि भैँसीलाई
बिहानै घाँस काट्नु पनि सजिलो हुन्छ आफूलाई भन्ने मेरो मान्यता हो गाईहरू। त्यसले त घाँस काटेर नि बिहान लगाइसक्यो गाईहरू। हामीतिर त सजिलो हुन्छ कि घाँस काट्न नि झ्याम 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 एकैछिनमा हो टाइमै लाग्दैन भने। अब सबै एकैचोटि घाँस काटेर नि भएन अब काट्ने नि सिस्नु सिस्नु काटेर हाल्ने बेरीले नि काट्दै हुन्छ। म रुखबाट रुख हस्तान्तर हुँदैछु ट्रान्सफर हुँदैछु हाम फाल्दैछु मिस्टर बन्नर स्टाइलमा। बन्नर होस् त दुधु बाजेको स्टाइल बन्नर स्टाइलमा बन्नर भन्नुहुन्छ के अरे बन्नर हो कि बान्नर हो कि लाइन काट्दिन्छ है काट्दे खान्छ बान्नर। यो रुखको नाम चाहिँ बेरुलो 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 डुडेली बेरुलो फोर्सा खन्यो गाइसहरू डुडिलो बेरुलो हो यो। हेलो गाइजहरु म चाहिँ अहिले बेरुलोको रुखबाट फाइनली दिस रुख इज मेरो फर्स्ट रुख बट म सेकेन्ड रुखबाट बोल्दै छु र अहिले हेर्नुस् यसरी हाम्रो गाउँघरमा चाहिँ ट्याक ट्याक घाँस काट्नुपर्छ। यो हेर्नु मसँग बिहा गरेपछि त गाह्रो हुन्छ हो गाह्रो यसरी घाँस काट्नु पर्यो सिमल्नु पर्यो होइन यस्तो त गाउँघरमा त जिन्दगानी के गर्ने होइन। कोही छन् भने राम्रो राम्रो यति घाँस काट्न सक्नुहुन्छ भने मलाई सम्पर्क गर्न सक्नुहुनेछ। मालिकलाई यो च्यानल मालिकलाई भनिदिए पनि म थिन्छ मसँग चाहिँ मस्तसँग आउन सक्नुहुनेछ है सक्नु टेन्सन छैन। गाई हेर्नु यो लास्टै अल्छिसक्यो लाउरे हिँड्न जाऊ भनेको त धुन्छ अन्त जाँदै जानु 8% सुत्छ यस्तो अल्छी। त्यही भएर हेर्नु यसरी घाँस काट्नुपर्छ होइन। आज पनि मैले ढक्कल्दै लिएर आएको लात्ता ल्याएर घाँस काट्न यसलाई फेरि म जब उठ्यो भने फेरि खतरा काम गर्छु घाँस त काट्छ गाउँघरमा यसरी झ्याम झ्याम काट्ने होइन घाँसहरू काट्ने भैँसी पाल्ने गाईहरू घाँसै काटेर नि बुढी चाहिँ पाल्छ यसले मेरो भाइ हो। रमाइलो पनि हुन्छ गाउँमा है दुःख पनि हुन्छ यहाँ धेरै कुराहरू हुन्छ है। जस गाउँघरमा चाहिँ अरू जे भएन चप्पलैसँग किन गाउँ लाग्यो एक्लो महसुस चाहिँ हुँदैन गाउँघरमा होइन यस्तो एक्लो महसुस होइन। रुम भाडामा बस्दा अर्थात् काठमाडौँतिर बस्दा अर्थात् कुनै हुन्छ नि एक्लै बस्दाको महसुस भने अर्कै हुन्छ। गाउँमा छुट्टै रमाइलो हुन्छ त्यहाँ बस्दाखेरि बोर हुन्छ तनाव हुन्छ क्या मान्छे तनाव हुन्छ सहरतिर बस्ने मान्छेलाई कसरी तनाव हुन्छ काम हुँदैन अनि काम हुँदैन अनि त्यही करियरलाई फोकस गऱ्यो के गर्यो त्यत्तिकै फोकस गर्न मात्रै न त्यही केही प्रोग्रेस गर्न सकिन्छ त्यत्तिकै गर्नुभन्दा त बरु गाउँतिर जानुहोस् आफ्नो पुरानो पुर्खौलीतिर जानुहोस् रमाइलो गर्नुहोस् त्यस्तै घाँस काट्नुहोस् होइन तनाव भएको बेला बोर भएको बेला होइन सहयोग पनि हुन्छ याददाश्त पनि हुन्छ धेरै कुराहरू हुनसक्छ। त्यसैले यस्तो अपर्च्युनिटीहरू चाहिँ मिस गर्नु हुँदैन। यो मौका हो मौका चाहनुहोस् तपाईँहरू गाउँघरतिर पनि आउने गर्नुपर्छ रमाइलो गर्नुपर्ने हुन्छ भन्न चाहन्छु भन्दै म अब ल साथीहरू गफारीको गफ सुन्नु होला कृपया ध्यान दिएर। अब फाइनली हाम्रो यो हुनेछ त्यसपछि आजको लागि यति हुनेछ। गाइस हेर्नु यत्रो रुख छ जाँदैछ ल घाममा आइपुग्यो है। हाम्रो गाउँमा अलिक घाम ढिलो लाग्छ त्यो रुख पहिरेर घाम ताप्नु पर्छ के यस्तै छ हेर्नु अब के गर्ने यसरी झार्ने हो ध्यान ध्यान अलि मिलाएर काट है भन्ने त अलि परबाट काट के त्यो तलैबाट नगेन्टा न अलि माथिबाट काट
टुप्पा पाए टुप्पा, जरा पाए जरा, मन्टो पाए मन्टो। कसले त्यहाँ पछाडि पारिबाट काटेर छ। पोहोर कसले काटेको यो रुख? पोहोरको साल कसले झारेको यो रुख? परार त मैले झारेको यो रुखलाई। गाइस मेरो भाइले चाहिँ कसेर काटिरहेछ। माथिबाट तर गाइजहरू यहाँ आउँदैको रुख चाहिँ धेरै सजिलो हो। ल म सर्ट भिडियो बनाउँछु ल। घाँस काट्ने मूल फाल्ने यस्तै धेरै कुराहरू हुन्छ। धेरै कुराहरू गर्नुपर्छ है। के छ र जिन्दगीको गोरेटोमा यतिको नगरे त धेरै नै गाह्रो हुनेछ होइन। त्यही भएर हामी चाहिँ अब यस्तो छौँ तलतिर। अब दिलले यहाँ अब टक्क छिन्ताउँछ, म त एकछिन घाँस छिन्ताउने बेलासम्म टक्क बनाइदिन्छु। अनि त्यसपछि अब यसलाई अब घाँस छिन्ताउँछौँ, केही गर्नेछौँ। त्यसको लागि हेर्दै गर्नु होला। हामी चाहिँ सिङ्गल छौँ है त। यसको लागि चाहिँ हामी अब चाइनिज हो। हामी चाहिँ ढक्क हामीले चाहिँ घाँस सिमल्दैछौँ है गाइस भनेर हामीले यसरी अनुरोध गरेछौँ भेलुबाजी तरिकामा। तर के गर्ने, गाह्रो छ हो, गाह्रो छ हो गाइस, गाह्रो छ। फेरि पनि हामी गाह्रो पिर्छु माने छैनौँ भनेर हामी यसरी अनुरोध गर्छौँ होइन। र अब केही छैन। ल हामी यस्तो सिमल्छौँ। ल टक्क हेर्नु होला, हेर्नु होला। हाम्रो दिदी त क्या राम्ररी देखियो यार। के यार यस्तो यो है राम्रो चाहिँ होइन। महिलाको श्रृङ्गार केसमा हुन्छ रे? संस्कारमा हुन्छ रे भन्थे के रे। खै यार हो कि होइन यसको बारेमा मलाई पनि थाहा छैन। चाहिन त मलाई पनि एउटा एकदम संस्कारी मान्छे चाहिएको थियो। आजसम्म अब मलाई कसैले आइहाल्छ नि। हेर्दै जान तेरो बुहारी कस्तो हुन्छ भन्ने कुरा आएपछि थाहा पाउँछस्। अरू छन् भने यसो साथी मिलाइदियो भनौँ भने के भनौँ। के हुन के 1-2 वर्ष जस्तो खासै फरक पर्दैन ल। म पनि के छ ल है घाँसमा सिमल्नु पऱ्यो होइन। तर केही छैन। म पनि है 20+ छ। 20+ हेर्दा सानो जस्तो देखे पनि म पनि 20+ छु। टक्क 20+ हो, टेन्सन नगर्नु। 20+ भनेपछि बुझ्नु न यार गाइज। 20+ को मान्छेसँग बिहा गर्नु पर्दैन। तपाईँहरू के हो यार यस्तो हामीलाई हेरेकै बनाइदिने, पुरै बिहा गरेर गइदिने है। टिकटकमा हेरिरहेको छु है, टिकटकमा पनि हेरेको पुरै केटीहरू है। ओहो यो त राम्री छ भनौँ, 1 महिनापछि त आएको छौँ रिलेसनसिप रे। के हो त्यस्तो पाडा, वाट इज त? हामी त हेरेको पहिला छ टक्क। ओ माई गड कस्तो राम्री भनेपछि त छैन यार राम्री त। राम्री त कौनाले कुचिया अनुहारसँग त पुरै टिकटक बनाएर उयो मेरो ओल्ड रे। क्या हो त्यस्तो ओल्ड भनेको थियो? ओल्ड कि ओल्ड त्यस्तै भनौँ न है। त्यस्तो मैले धेरै कुराहरू देखिरहेको छु। म अचम्म मानिरहेको छु। गाह्रो छ हौ, हामीलाई गाह्रो हुने रहेछ। तर के छैन, म त्यसमा दुःख चाहिँ मान्नु छैन। अवश्य पनि छन्, भगवान्ले जोडी बनाइदिएछन् भन्ने त्यही पुरानो एउटा हुन्छ नि, त्यो पुरानो एउटा तथ्य हुन्छ नि। अर्थात् त्यो पुरानो के भन्छ भनाइहरूलाई सत्य मान्नै पर्ने हुन्छ। किन भन्दाखेरि हामी अब यसकै आशमा छौँ होइन। अब के गर्ने, एक आश नमान्नेसम्म भएन। अब हाम्रो जोडी भगवान्ले बनाइदिएछन् कि बनाइदिएको छैनन् त्यो त थाहा छैन। तर चाहिँ हाम्रो बाउ बाजे पुर्खाहरूले हेर नाति, हेर छोरा, हेर भाइ, हेर पलाती, जोडी भन्ने कुरा त माथिबाट आउँछ भनेर हामीलाई यस्तै धेरै तरिकाको अर्थीहरू दिनुभएको छ। यो अर्थी दिएको कारणले गर्दाखेरि हामीले यसलाई चाहिँ नकार्न पनि सकिँदैन। किन भन्दाखेरि यसको
अलिकति बुढा पुर्खाहरूले अलिअलि जानेरै भन्नुभयो होला, त्यसै त पक्कै पनि भन्नुभएको छैन होला भन्ने मनसायका साथ म यसको पालना गर्नेछु। र हाम्रो यता दिदीले चाहिँ टक्क घाँस काटिरहेको छ र म यता काटिरहेको छ भन्दा घाँस त मैले झारेको हो होइन, तर सिमलले भाग चाहिँ मिसेस दिदी एज माई सिस्टरको छ र हामी दुई भाइ टक्क अहिले घाँस सिमलिराखेको छौँ। र अब घाँस सिमल र अब एकछिनमा हामी घाँस बोकेर घरतिर जाने प्लानमा छ है। छोडेर जानुहोस्। अब हाम्रो केही रमाइला मिठा नमिठा कुराहरू हुन सक्छन्, यहाँ धेरै छ होइन, अब भन्न सकिँदैन सबै कुराहरू भिडियोमा बोल्ने कुराहरू गर्न सकिने त्यस्तो कुनै हुँदैन। तर पनि के छैन, हामी जति सक्छौँ जति जानेका छौँ जस्तो छ त्यस्तै हामीले हजुरलाई द्रुत रूपमा प्रष्ट रूपमा हजुरहरूलाई हामीले देखाउने कोसिसमा छौँ है त गाइस। लेट्स हेर्दै जानुहोस्। अघि चाहिँ हामी घाँस काटेर घर आएको भिडियो चाहिँ बनाउन पाएनौँ या बिर्स्यौँ, यसको लागि के भन्न चाहन्छु भन्नुहोस्, तपाईँको हातमा छ होइन। हामी घर आइसकेका छौँ, घर आएर पनि हामीले धेरै कामहरू गरिसकेका छौँ, धेरै आराम गरिसकेका छौँ। घाँस काटेर पनि हामीले भ्याएर पनि त्यो घाँस बोकेर पनि घर ल्याएर पनि भैँसीहरूलाई हामीले हालिदिइसकेका छौँ। र आज चाहिँ हाम्रो दिदीले चाहिँ चकडी बुनिदिन्छु भन्दै पोक्सरहरू फिजाएको छ यहाँ र मैले पनि अलिअलि जोस चलेको थियो र म पनि बुनिदिउँ कि भनेको अलि भएन, त्यसैले मैले बुन्न रद्द गरेँ र हाम्रो दिदीले मात्रै बुन्न लागिरहेको छ। तपाईँहरूले यस्ता देख्न सक्नुहुनेछ गाइस, है त यस्तो चकटीहरू छ होइन, चकटीहरू बुन्ने कार्यक्रम चलिरहेछ। अब यो मैले बुनेको त नदेखाम क्या हो यार, यो हेर्नुस् गाइसहरु यस्तो गरेको चकटी अरे म भनेको खतरा हो के, यस्तो त म चाहिँ मैले जिन्दगीमा कहिले देखेको थिइनँ। यस्तो चकटी बुन्ने आर्टिस्ट पनि हुने रहेछ। कला भन्छ के त्यसलाई, कला भन्छ। कला होइन चर्ती कला हो, चर्ती कला। ओ माई गॉड, मैले बुनेको है, मैले बुनेको है यो, मैले बुनेको यति बाक्लो बाक्लो छिटो बुनौँ भनेको, तर त्यति नराम्रो पनि छैन है, बवाल छ गाइस हो भन्ने त त्यस्तै हो। छोरा मान्छेको कलाहरू खासै झल्किने रहेनछ, जब झल्क्यो भने फेरि पुरै टल्किन्छ, त्यसमा कुनै कुरै छैन होइन, दोमन हुनुपर्ने भन्दै होइन। अब के छ र है, आज के अरू केही छ भने भन्नुहोस् के अरे है मालिक, यता च्यानल मालिकले भन्नुहुन्छ केही अरू केही छ भने भन्नुहोस्। ल कला हुने मान्छेको आज कला हेरौँ। हेर्नु गाइसहरु यो यस्तो हो कि मैले बुनेको चकटी हो यो, तर यति राम्रो हुने रहेनछ कि। यही त्यति फुका लाग्छ है, त्यो राम्रोसँग बुन्नु जानेस् कि नै। यस्तो चकटी त मैले जमानामा बुनेर पनि चकटी त म त जमानामा बुनेको यार। ल ऊ त्यो तेलको पोका हालेको छ नि खोस्टा हो, त्यहाँबाट है तेरो चिनो। ल गाइस यो चकटी चाहिँ मैले बुनेको, तर यो यस्तो खालको चकटी चाहिँ हुने रहेनछ गाइस, खासै जानेन मैले बुन्नलाई। दुई भाइको सेम भएको छ है यो चकटी त, ल खासै फरक त छैन। यो चाहिँ मेरो चकटी हो है, मेरो कला हेर्नुहोस् के कला। हजुरलाई थाहै छैन कला भन्ने के, कला कसरी देखाउँछन्, वाट इज द मिन बाई कला भनेर म हजुरहरूलाई म देखाउँछु है। कला होइन यसले चर्ती कलालाई देखाला जस्तो छ। कला भन्ने कुरा के हो भन्ने कुरा मलाई मात्रै थाहा छ यार। गाइस यस्तो चकटीले म त खतरा बुनिदिन्छु के, खतरा हुन्छ नि। यो हाम्रा बुढा बाजे हुनुहुन्छ नि, उहाँलाई पनि फलक हान्दिँदा जस्तो हुन्छ, तर त्यस्तो फलकै हान्ने त होइन, कहाँ सकिन्छ कि, सकिँदैन होइन जस्तो त। तर त्यही पनि त्यति साह्रो कम्ती पनि होइन ल। यस्तरी हो क्या बुन्ने, इजी छ, इजी प्रोसेस है यो भनेको, इजी। अरू केही छ भन्न, अरू केही छ कि छ भने भनौँ, छैन भने इन्डिङ गरिदिउँ। म हेर्नुहोस् गोठला आएको छु हो कि नै,
हाम्रो यतातिर धेरै छन् भ्लगरहरू र यसमा चाहिँ म सपोर्ट गर्दैछु साथीहरूलाई रमाइलो गर्दैछु गोठला छौँ हामी त्यस्तै छ यतातिर हाम्रो भान्जे स्टाफहरू हुनुहुन्छ आज भान्जालाई इन्ट्रोडक्सन गराउनेवालामा छु म है आज इन्ट्रोडक्सन हुनेवाला छ आज मामा भान्जाको आज पुरै हुनेवाला छ के खतरा हुनेवाला छ होइन आज गोरु गोठला आएको अवसरमा भान्जा गोठला बाख्रा गोठला आएको हाम्रो यस्तै छ क्या गाउँघरतिर गोठला आउनुपर्छ त्यही भएर हामी गोठला छौँ हो कि न भान्जे यता भने त नमस्ते नगर्ने न यार भनेर हामी चाहिँ भन्छौँ होइन यस्तो चाहिँ हाम्रो पाडामा एउटा देऊ जाओस् न त ल भान्जे ल एउटा दुईवटा ल यस्तो ह्यान्डसम भान्जा के छ त होइन आज हाम्रो दिदीको भ्लगमा तपाईँलाई स्वागत छ धन्यवाद कस्तो लाग्दैछ त हजुरलाई हाम्रो पुरै यस्तो छ के हाम्रो है तर हाम्रो यस्तो गोठलामा पनि यस्तो सोलो मसानको दामी हुन्छ के होइन यस्तो छ यी यता गाई गोरुहरू चरिराखेको छ है हाम्रो गोरुहरू छ यी बाख्राहरू छ यो हाम्रो यो 29 घारी हो है यो 29 को रूप भन्छ यसलाई यस्तो छ यार घारीमा घाम पुरै यार पुरै घाम लागिरहेको छ टन्टनापुर हजुर गाइजहरू फाइनली अब म अहिले गोठला छु है अहिले यो भिडियो म अहिले टक्क गोठलाबाट नै बनाइरहेको छु र अब यस भ्लगको हामी अन्त्यतिर नै छौँ जस्तो मलाई अनुभव भयो र अब भिडियोमा जे जस्ता भने तापनि जे गरे तापनि तर खासमा त्यो कुनै त्यस्तो नराम्रो छ जस्तो त मलाई लाग्दैन जस ठिकै गराएको छौँ है आजसम्म अहिलेसम्म त्यसैले गर्दाखेरि अब आजको लागि बाई हुनुपर्छ जस्तो मलाई लागेको छ त्यसैले तपाईँहरूले यस भ्लगलाई लाइक कमेन्ट र च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला भन्दै आजलाई यति नै ओके बाई